कुलमान घिसिङलाई सम्मान गर्नुपर्ने पुरस्कृत गर्नुपर्ने अवस्थामा काम गरिएन भनेर कारबाही जुन गरेको छ यसमा हाम्रो घोर आपत्ति छ। राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो एउटा विज्ञप्ति नै जारी गरेर सरकारले गरेका यस्ता प्रयासहरूलाई चाहिँ हामी घोर विरोध गर्छौं र त्यो विरोध सडकबाटसम्म पनि हामी गर्न सक्छौं र त्यो आन्दोलनहरूमा सहभागिता हाम्रो पनि हुन्छ भन्ने कुरामा त्यो विज्ञप्तिले प्रष्ट पारिसकेको छ र त्यो सँगसँगै हिजोदेखि नै विभिन्न जिल्लाहरूमा विभिन्न क्षेत्रहरूमा पालिकाहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध रहेका साथीहरू संगठनमै रहेका साथीहरूले विरोधका कार्यक्रमहरू गरिराख्नु भएको छ। धेरै ठाउँमा विरोधहरू भइराखेको छ। हामी पनि त्यो विरोधमा सहभागी छौं र पछिल्लो समय सरकार जुन सफल व्यक्तिहरू जो आम नागरिकमा जो पपुलर छ जसले काम गरेको छ भन्ने एउटा विश्वास गरेको छ त्यो व्यक्तिहरूलाई सरकारले ताकी निशाना लगाएर असफल हो भन्ने कुरा जनतामा एउटा भ्रम छर्न जुन खोजेको छ त्यसमा हामी घोर विरोध पनि गर्न चाहन्छौं। जस्तो उदाहरणको लागि अहिले कुलमान घिसिङ मात्रै होइन काठमाडौँ महानगरपालिकाको मेयरलाई सम्म पनि काम गर्न नदिएर प्रशासकीय अधिकृत नपठाएर त्यहाँको कर्मचारीहरूलाई 3 महिनादेखि तलब खुवाउन नसकेर काठमाडौँ महानगरपालिकाको मेयर हारगुहार गर्दै हुनुहुन्छ। उहाँलाई पनि फेरि यस्तै दुःख दिन खोजिँदैछ। यो राजनीतिक प्रतिशोध साध्न खोजिँदैछ। ठ्याक्कै अहिले भन्ने नै हो भने जो जनतामाझ आशाको केन्द्रबिन्दु भएर उदाउँदै गरेका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई यो परम्परागत राजनीतिक दलका साथीहरूले अथवा अहिलेको 2/3 सरकारले उहाँहरूको दम्बले दुःख दिने प्रतिशोध साध्ने काम गर्न नदिने यो कार्यहरू निरन्तर भइराखेको छ र मलाई दुःख पनि लाग्छ। त्यही पार्टीमा आबद्ध रहेका साथीहरू कार्यकर्ताहरूले समर्थन गरेर अझ गुणगान गाएर ताली बजाएर हिँड्नुहुन्छ। त्यो एकदमै दुःखको विषय पनि छ। नेता बिग्रिन लाग्दाखेरि कार्यकर्ताले सुधार गर्नुपर्ने ठाउँमा सुझाव दिनुपर्ने ठाउँमा अझ ताली बजाएर उहाँहरूलाई अझ प्रोत्साहन गरिँदैछ। त्यो एकदमै दुःखको विषय पनि छ। यद्यपि त्यसमा हामीले प्रयास गरिराखेका छौं। जनचेतना छर्ने काम गर्न खोजिराखेका छौं। हाम्रो संगठन मार्फत विरोधका कार्यक्रमहरू गरेर जनचेतना ती आम नागरिकहरूसँग जनचेतनाको कार्यक्रमहरू अगाडि बढाउन खोजिराखेका छौं। तर पनि जुन यो अहिले 2/3 सरकार छ उ एकदमै दम्बका साथ अगाडि बढिराखेको छ। एकपछि अर्को प्रहार गर्दै निरन्तर जो जनतामाझ लोकप्रिय व्यक्ति छन् ती व्यक्तिहरूलाई चाहिँ प्रहार गर्नमा व्यस्त छ। आम नागरिकले के भन्छन् भन्ने कुरामा उसको कुनै चासो छैन।